साइलो गयो मुगा छोरा बिहा बुहारीको बिहामा त खुसी मान्न पर्यो बुहारी भित्रै एउटा छोराको बिहा गरिँदैछ छोराको बिहा केही न केही खुसियाली हुँदो रहेछ मनमा खुसी हर्ष उमङ्ग छ अब छोरा बुहारीलाई धेरै धेरै मनैबाट हृदयबाट धेरै धेरै शुभकामना दिन चाहन्छौँ फुलोस् फलोस् उन्नति प्रगति होस् अब बा आमाले के भनिन्छ र त्यही नै हो होइन अरू त गर्न के सकिन्छ र हामीले दिने आशीर्वादै त्यही हो राजी जिन्दगी बिताउन् छोरा बुहारीले उनीप्रति सधैँ सकारात्मक सोच बढेर जाओस् आमा बुवाप्रति पनि माया ममता बढ्दै जाओस् म त पनि भन्न चाहन्छु त्यही हो विदेश गर्ने छिटै फर्केर आउन् विदेश ब्रिजकाल हुने बेला नबसुन् सधैँ बुवा आमाको पनि इच्छा पुरा गरौँ अब भोलि केही समय आफ्नो लागि घुमघाम गरेर रमाइलो गरेर फेरि आफ्नै देशमा स्वदेशमा फर्केर केही गरून् सँगै बस्न पाइयोस् त्यही नै धेरै रिभर छ हामीलाई नमस्कार म चाहिँ दुलाको साइलो अङ्कल उहाँ चाहिँ दुलाको जेठुबा हामी दुवैजनाको तर्फबाट दुलाको अब हुन गइरहेको उसको वैवाहिक जीवनको एकदम सुखमय जीवन बितोस् राम्रोसँग बितोस् दुवैजनाको चाहिँ पारिवारिक अब चाहिँ घर गृहस्थी एकदम राम्रोसँग चलोस् हामी चाँडै नै हजुरबा बन्न पाऊँ होइन र सबैजना आउनुभएको सबैजना चाहिँ वरिपरिका सबैजना छिमेकीहरूको पनि सबैको आशीर्वाद ला राम्रोसँग मेहनत गरेर गर्नु हो उहाँहरूले जति मेहनत गर्नुभयो त्यत्तिकै मेहनतले उहाँहरूको घर परिवार चलोस् उज्जवल होस् उनीहरूको राम्रो मात्रै सुन्न पाइयोस् त्यही नै छ हाम्रो आशीर्वाद उहाँ चाहिँ दुलाको ठुलो माइजू उहाँ चाहिँ दुलाको ठुली आमा उहाँ चाहिँ दुलाको साइली आमा उहाँ चाहिँ दुलाको एक्लो वान पिस फुपू है उहाँहरूको यो दुला यो बिहा हुन लागिरहेको बाबुको विवाहको उपलक्ष्यमा उहाँहरू यति खुसी हुनुहुन्छ कि उहाँहरूको भुइँमा खुट्टै छैन ल अन्त नाचेको सम्पूर्णमा नमस्कार आज हाम्रो भाइ भदाको बिहा आज रोटी बनाउँदैछौँ सबैजनालाई हाम्रो यो बिहामा आइदिनु भएकोमा यहाँहरू सबैलाई स्वागत छ र हाम्रो बिहा रमाइलो होस् राम्रो होस् यही रोटी जस्तै राम्रो होस् यिनीहरूको वैवाहिक जीवन हामी सबैको तर्फबाट शुभकामना छ सबै मिली रमाइलो गर्छ